कुदा केटाहरू बिस्तारै यस्तो घुम्थ्यो त्यसरी नकुदाउने यार। यो हो नि त भ्यू, यो हो नि त घामको चिसोको मिसोहरू कस्तो दामी क्या, शीतल भयो। पेट्रोल पम्पमा अस्तिमा चाहिँ एउटा काण्ड घटेछ क्या। आयो भन छोरी। ल हेलो साथीहरू, ल वेलकम टु माई ब्लग है। फेरि आज मैले फेरि नयाँ ब्लग, एउटै दिनको नयाँ ब्लग भनौँ न, नयाँ दिनको नयाँ ब्लग भन्दा नि एउटै दिनको नयाँ ब्लग हो। र हामी चाहिँ यहाँनिर काभ्रे भन्ज्याङबाट अगाडि हिँडिसकेको छौँ। यहाँबाट चाहिँ अब हामी गुटुङटुङ गएर एकछिन भकुन्डे बेसीमा रोक्छौँ होला, नत्र भने यहाँ पनि नरोकिकन फरार जानेछौँ। बाटो अब हल्का खाली हुँदै आएको छ, अब चाहिँ गाडी कुद्छ है, अलिक घुम्तीहरू छ, त्यही भएर नि त्यस्तो साह्रो नि कुदाउनु भएको छैन। तर बाटो चाहिँ खाली देखेर चाहिँ खुसी लागिरहेछ। खाली बाटो खालीमा कुदाउन आनन्द हुन्छ नि त, आरामले कुदाउन पाइन्छ। यहाँ मान्छेहरूले चाहिँ पुरै भ्यू हेर्नलाई, भ्यू हेर्दै चिया खाँदै बस्दै गर्नलाई चाहिँ रमाइलो छ। यता साइडमा भ्यू पनि दामी दामी नै देख्छ। त्यो माथिसम्म छ अरे क्या त्यो हिमाल, त्यो माथि बादल देखेको ठाउँसम्म हिमालको हाइट छ जस्तो लाग्यो कि मलाई। हल्का हल्का त्यो हिउँ जस्तो देखिरहेको छ क्या, अलिअलि हिउँ त परेछ नि त, यहाँ पो हिउँ देख्दैन त। हिउँ त घर जाने मान्छेहरू पुरै घर जाने हो भन्दै बर्दिवास 150 किलोमिटर भनेपछि अब लगभग 100 किलोमिटर जति पर पऱ्यो भनौँ न। यहाँबाट 150 110 किलोमिटर जति पर पऱ्यो। उताखेरि दामी भ्यू देखिन्छ। यो तारहरूले सब तारै तार छ क्या यहाँ, तारै तार आउँछ। अनि यसो भ्यू देखाउँ भने पनि गाह्रो पर्छ। अनि नत्र भने त बाटो त दामी छ नि फेरि हाम्रो। मलाई कपालले समस्या दिइरहेछ, कपाल हल्का लामो भइरहेछ। अनि हिजो काट्ने भनेको अलिक पाइएन, भ्याइएन। अनि अब घरै गएर काटौँ भनेर, अनि कपाल आँखामा झर्या झर्या गर्छ लामो भएर। माथि सार्दाखेरि हातले अनि फेरि भिडियोलाई ब्लक गरिहाल्छ क्या। अब चाहिँ सबैजनालाई छोडेर अलि अगाडि अगाडि कुदाउनु पऱ्यो भनेर सोचिरहेको छु। म जति कुदाउँछु उनीहरूले त्यति कुदाउने हो, त्यही भएर म अलि अगाडि अगाडि कुदाउनु पऱ्यो। अब मलाई लास्टमा छोडेर म सबभन्दा लास्टमा भेट्नु पुगेको थिएँ केटाहरूले। अब यहाँबाट धेरै टाढा त छैन होला, भकुन्डे बेसी जान्छ कि होला, 8-10 किलोमिटर जति होला कि। 8-10 किलोमिटर कभर होला, 15-20 मिनट जति लाग्ला कि। 2 मिनटको हिसाबले 1 किलोमिटर कभर गर्नलाई त त्यस्तो साह्रो त नपर्ला। यहाँ आएपछि चाहिँ जाडो होस् या गर्मी होस्, जाडै हुन्छ। फेरि मौसम पनि हल्का कालो कालो गर्दैछ क्या, यो चाहिँ नगर्दै हुन्थ्यो। फेरि मैले सामानहरू छोप्न यो कभरहरू हुन्छ, त्यो कभरहरू पनि ल्याउनु छुटाएको छु। त्यही भएर आशा छ कि पानी नपरोस्। कुदा केटाहरू बिस्तारै यस्तो घुम्थ्यो त्यसरी नकुदाउने यार। थोरै त धैर्य भन्ने कुरा राख यार, होइन? कुदाउनु पर्छ, यति साह्रो चाहिँदैन, नचाहिँदैन कुदाउनु हुँदैन। घुम्तीमै ओभरटेक गरी ब्रोदर लोक सप्रे यता अगाडि छ कस्तो दामी भ्यू छ क्या।
यो चाहिँ दामी आएको पछाडि फेरि त्यत्तिकै रन्केर छ ले गार्डनमा जान दिन्छु अलि जाने हो भने अब नजाने हो भने चाहिँ सक्दैन केटाहरू गर्दाखेरि हुन्छ नि भाइको यो मर्नु कुदा अन्त यसपालि चाहिँ केटाहरूले मलाई भेट्दैन जस्तो छ म यहाँ कुदैछु यसपालि केटाहरूले मलाई भेट्न गाह्रो छ चामल कुटाएर धान कुटाएर लिएर आउनु भयो क्या चामल कुटाएर त के लिएर आउनु र यो चिसोले चाहिँ हल्का रुगा लाग्ला जस्तो घडी चेप्ला जस्तो पो गर्छ है एकछिन कस्तो क्या मौसम थोरै चेन्ज हुँदाखेरि पनि घाँटी च्याप्प समार्ला जस्तो हुन्छ ठ्याक्कै धुली खेलदेखि चाहिँ यो बिपी हाइवे चाहिँ सुरु हुन्छ क्या धुली खेलदेखि सुरु हुन्छ बर्दियासम्म गएर चाहिँ टुकिन्छ त्यही भएर यसलाई चाहिँ बिपी हाइवेमा छौँ भन्दा हुन्छ हामी भन्दा होइन बिपी हाइवे नै हो के फलिरहेको थियो सुन्तला के फल्यो यो पेट्रोल पम्पमा अस्तिमा चाहिँ एउटा काण्ड घटेछ क्या अब पेट्रोल त मेरो थियो बाइकमा त्यही पनि हालिदिउँ न यसो अहिले हालिराख्यो भने काम लाग्छ उता पर पुगेर हाल्नु पर्दैन भनेर यता सिन्धुलीबाट आउँदाखेरि हालेको के भयो भन्दाखेरि ल मलाई 300को पेट्रोल हालिदिनु ट्याङ्कीमा नि माथिसम्मै थियो भनेर 300 भनेको सोडीले लास्टमा गएर त हाल्दैछ मलाई 800को नभएको पैसा नि हाल्न फोकटमा तिर्नु पऱ्यो भने खेर त गएन त्यही पनि त मेरो अरू पैसा अरू कामको लागि भनेर जोगाइरहेको थिएँ अब त्यो पैसा त गयो मेरो यो हो नि त भ्यू यो हो नि त घामको चिसोको मिसो कस्तो दामी क्या शीतल भयो यसपालि चाहिँ केटाहरूले मलाई भेट्दैन जस्तो छ भकुन्डे बेसी पनि छिटै पुगेला जस्तो छ मैले यदि रफ्तार कुदाए जस्तो छ केटाहरू छेउछाउै देखाएको थिएन अलि नजिकैसम्म त देख्नु पर्ने हो नि होइन त्यो पनि देखिएको छैन कि स्लो मोसन कुदायो भकुन्डे बेसी 7 किलोमिटर भनेपछि अब धेरै बाँकी छैन 7 किलोमिटर पुग्न त 10 मिनट त्यस्तो त लाग्दैन धेरै लाग्यो त्योभन्दा बेसी त के लाग्यो So guys हाम्रो गाइजहरू फेरि कता हो थाहा छैन दाइहरूले फेरि पुरै कडा हान्दैछन् जाली बनाएर बोकेर यहाँ रहेछ जाली यहाँ रहेछ नि त बोकेर अब त्यहाँ फिटिङ गर्नलाई लिएर जाँदै हुनुहुन्छ त्यही हो बढी दुर्घटनाग्रस्त क्षेत्र रहेछ यहीँ रोकिनु परेको छ